आज चाहिँ मलाई भोगटे खान मन लाग्यो के लिएर आएर राखेको धेरै दिनै भइसकेको थियो। मैले दिदी घरबाट लिएर आएर राखेको थिएँ, खानी मेसै नपरेको है। आज चाहिँ खाउँ जस्तो लागेर बनाउँदैछु। यो रागतो भोगटे रहेछ के, अर्को अमिलोवाला हुन्छ सेतो चाहिँ, यो चाहिँ गुलियोवाला हो। अनि यसलाई पनि फेरि नुन बेसार अनि तिलको छोप अनि त्यसपछि तेल तताएर मेथी पड्काएर झान्ने मैले है। यसरी खाँदाखेरि एकदम मिठो हुने के। यसै नै गुलियो छ यो भव्य। अब भोगटे भव्य होइन, जे भन्दा नि हुन्छ। कसैले भव्य भने चिन्नुहुन्छ भने, कसैले भोगटे भने चिन्नुहुन्छ। जसरी खाँदा नि हुन्छ के अरे। अब मैले यसलाई चाहिँ यति राखेपछि पनि फेरि दही पनि मिक्स गरेँ के। दही राखेपछि झनै मिठो हुन्छ। हजुरहरूलाई कस्तो लाग्छ मेरो भिडियो? हजुरहरूले कताबाट कहाँबाट हेर्दै हुनुहुन्छ होइन, त्यो पनि भन्नु होला। अनि लाइक कमेन्ट सेयर गरिदिनु, मेरो भिडियोलाई फलो गरिदिनु होला। मलाई मेरो यस्तो खानाहरूको भिडियोहरू मैले राखिरहेको हुनेछु। हजुरहरूले फलो गरेर मेरो भिडियो हेरिदिनु होला।